नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। म विवेक तामाङ हालादुबाट। आशा गरेको छु कि हजुरहरूलाई पनि सन्चै होला भन्ने म पुनः विश्वास लिएको छु र आज चाहिँ हजुरहरूलाई ठुलोभन्दा ठुलो अवसर अपर्च्युनिटी लिएर आएको छु। दुबईमा रहनु हुने हाम्रो नेपाली दाजुभाइहरूलाई त थाहा नै होला त्यो एप सम्बन्धी र तपाईहरुलाई सोध्न चाहे तपाईहरुलाई भाग्यको कतिको विश्वास लाग्छ र तपाईहरुको जीवनमा तपाईहरुको लाइफमा कतै भाग्य चम्केको र कुनै लटरी परेको त्यस्तो पलहरु छ भने कमेन्ट गर्न सक्नुहुन्छ। यही सन्दर्भको कुरा गर्दाखेरि दुबई सरकारले यो फेक पनि होइन, यो रियल हो। दुबई सरकारले हामीलाई एउटा राम्रो प्लेटफर्म दिएको छ, राम्रो अपर्च्युनिटी दिएको छ, जो चाहिँ तपाईको भाग्यको चेक गर्नको लागि र तपाईको उज्जवल भविष्यको लागि एउटा एप खोलेको छ। त्यो एपको नाम चाहिँ ड्रिम दुबई हो र त्यो ड्रिम दुबई एप चाहिँ हामीले प्ले स्टोरबाट डाउनलोड गरेर त्यसलाई रजिस्टर गर्न सकिन्छ। हाम्रो सबै डिटेल्सहरू हाल्न सकिन्छ। त्यो हालिसकेपछि हामीले किन्न सकिन्छ। त्यहाँ 3 दिरामदेखि 50 दिरामसम्मको लटरी हामीले किन्न सकिन्छ। यो एप एकदम राम्रो छ है। तपाईको भाग्य आज पनि चम्किन सक्छ, भोलि पनि चम्किन सक्छ है। हामीलाई थाहा छैन कि हाम्रो अब लाइफ कहाँ जाँदैछ र भोलि तपाई गरिब पनि हुन सक्छ, तपाई भोलि गएर धनी पनि हुन सक्छ। मलाई जहाँसम्म लाग्छ यो एप एकदम राम्रो छ, सबैजनाले युज गरिरहेछ र मैले पनि युज गरेको 1 महिना भयो। अहिलेसम्म 4-5 वटा काट्यो, अहिलेसम्म परेको छैन। लेट्स सी इन फ्युचर अब पर्छन् नै भन्ने पनि छैन। एउटा होप चाहिँ राखौँ होइन, एउटा भाग्यलाई चेक गरौँ भनेर मात्र मैले पनि काटिरहेको छु र यो एप एकदम राम्रो लाग्यो। यो दुबई ड्रिम एप भित्र तपाईले 3 दिरामदेखि 50 दिरामसम्मको टिकट लिन सक्नुहुन्छ हैन। 5 दिराम, 10 दिराम, 15 दिराम, 20 दिराम, 30 हैन, सबै त्यहाँ भित्र पाउने गर्छ र हामीले काट्ने चाहिँ कस्तो हो भने 3 दिराम, 5 दिराम, 10 दिरामको काट्ने हो। त्यसमा पनि उनीहरूले अफर खुलाइरहेको हुन्छ। 10 दिराममा 10 वटा टिकट पाउँछ, त्यस्तोहरू काट्ने हो हामीले हैन। अब 50 दिरामकै काट्नुपर्छ भन्ने पनि छैन। अब हामी जस्तो होइन, अब नर्मल अलिकति नर्मल मान्छेहरूले चाहिँ काट्ने त्यही हो 10 दिराम, 15 दिराम। तपाईँ 3 दिराममा पनि लखपति बन्न सकिन्छ र 5 दिराम, 10 दिराममा पनि तपाईँ करोडपति पनि बन्न सकिन्छ। सो यो भन्दै गर्दाखेरि अब कतिपय साथीहरूले चाहिँ लाग्न सक्छ कि म त अब 1 महिनाको स्यालेरीको पैसाले नै काट्ने भन्न थाल्यो भने तपाईको सोच गलत हुनसक्छ। त्यो सोच चाहिँ हटाउनुपर्छ। अनि हामीले चाहिँ कसरी काट्ने भने, जस्तो मैले चाहिँ कसरी काटिरहेको छ भने मैले चाहिँ महिनामा 50 दिराम चाहिँ छुटाएको छु ड्रिम दुबई टिकट काट्नको लागि। 50 दिराममा मैले लगभग 7-8 वटा टिकट काट्छु। त्यति मात्रै हो मैले खेल्ने। सो तपाईहरुले पनि त्यही हिसाबले खेल्नुस् हैन। 20 दिराम महिनामा, 20 दिराम, 30 दिराम छुटाएर काट्दाखेरि हैन, अब जोसुकैलाई परे पनि एउटा भविष्य त उज्जवल हुन्छ नि त, त्यसको लागि हो। सो हाम्रो अब हेरौँ न, अब बाहिर यसो जाने बित्तिकै हामीले 1 कप चिया पिउँछ नि त। त्यो चिया पिउनुको सट्टा बरु 1 दिराम सेभ गरेर 3 दिनको सेभ गरेर त्यो 3 दिरामले हामीले चिट्टा काट्ने हो क्या। त्यो हिसाबले काट्यो भने राम्रो पनि, अनि एउटा भविष्य उज्जवलको लागि पनि राम्रो हुनेछ भन्ने म चाहिँ आशा गरेको छु। र यही हो, अब दुबई ड्रिम एप एकदम राम्रो छ र तपाईहरुले पनि यो भिडियो हेरेर काट्दै हुनुहुन्छ भने तपाईँ सबैजनालाई शुभकामना, जितको शुभकामना। र मलाई पनि म पनि एकदम एक्साइटेड छु विन हुनलाई। अनि हेरौँ अब काट्दै गरौँ, दुबई हुन्जेल चाहिँ काट्दै गरौँ। अनि सबैजना
स्वस्थ रहनु, हेल्दी रहनु। जय नेपाल।